साथीहरू, दिस इज मिस शोभा जसले यो भिडियो हेर्दै हुनुहुन्छ। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला। आउनुहोस् आजको हाम्रो हाइकिङ ब्लगमा हजुरलाई लिएर जान्छु। फोन पनि त लगेर जानु पर्यो नि है, झन्डै छोडेको। अहिले बिहानको 7 बजेको छ। 6 बजे हिँड्ने प्लान थियो, तर उठ्दा रेडी हुँदा ढिला भयो। यो चस्मा के साह्रो हो, आँखामा आउनै खोज्दैन त किन हो? ओहो, राजेश समाल जस्तो पो देखिए त। अनि बुढोले पेट्रोल हाल्दै हुनुहुन्छ। हिँड्नुभन्दा पहिले गाडीलाई पनि त टन्नै खुवाउनु पर्यो नि, होइन र? हाम्रो घरदेखि 7 सिस्टर्ससम्म पुग्न 3 घन्टा लाग्छ हामीलाई। सो लेट्स गो। त्यही कथा म दोहोऱ्याउन माया यो बोल्छ कहाँ छ आफैलाई जलाउन भरोसालाई थोरी आगो लगाइदेऊ न, जसो तसो मनलाई सम्झाइ बुझाउँदैछु। नाता सबै आफ्नो चलेको निभाउँदैछु। जाँदैछु आज सैटरडे एन्ड वेदर पनि एकदमै राम्रो छ, त्यसैले सबैजना बाहिर घुम्नलाई निस्केका छन्। त्यही भएर जाम लागेको छ गाइस। नेपालमा मात्र होइन, बाहिरको देशमा नि जाम लाग्छ। आज त यो M4मा नै गाडी रोकिने गरेर जाम लागेको छ। 15-20 मिनट भइसक्यो यसरी गाडी रोकिएको। मैले घरदेखि केही नखाइकन आएको थिएँ, त्यही भएर भोक लाग्यो अनि अहिले ब्रेड खाँदैछु। अरे 22 मिनट अरे और सीधे गए यही सारे 11 हो क्या नहीं झ्याप्पै भयो त यार, झ्याप्पै आयो। पार्किङमा पुगेर फर्काइ होला जस्तो छ। छप्पै चाहिँ हिँडेको चाहिँ मिठो हुँदो रहेछ। यस्तो रहेछ यो धेरै अगाडि छ होइन, त्यहाँभन्दा उता गाडी चाहिँ छैन। लगभग 100 मिटरको डिस्टेन्समा हो। मेबी त्यो के एक्सिडेन्ट भएको थियो होला, अघिसम्म साइडमा गऱ्यो। अहिले चाहिँ त्यो गाडी चाहिँ केही हटाउनै लाग्यो जस्तो छ कि, बाटै बन्द गरेर। सानै भए पनि यहाँ त के र, अनि सानो भए पनि यहाँ त फेरि चराकचुरुक पारिहाल्छ नि। नेपालमा छेउछेउबाट कटाउँदै जान दिन्छ त। ए भएन होला, एउटा गाडी ठ्याक्क के भयो छेउमा। Stay in the right 3 lanes. Okay. दोस्त मेरो हो कि मेरो जवानीको, यो दोस्त मेरो हो कि मेरो जवानीको। Maxi mover. बढे आजको ट्राफिक इज सो ब्याड गाइस। 25 इज क्लियर भनेको त यतै रहेछ।
होइन हामी बसेको लाइन चाहिँ किन हो क्या यस्तो थप्पै हो नि कि हामी 7 घन्टाको हाइकिङ जाने प्लानमा छौँ त्यही भएर हामीलाई रेस्ट दिइरहेछ बिचमा होइन हेर्न ट्राफिक त आम्मामा के हो यस्तो सब निस्केछन् आज उता पुलमा त झन् ठप्पै उता गाडीहरू त बिग्रिया जसरी पुरै थप्पै छन् उता पुलपारी किनकि तिनीहरू हाम्रोतिर आउँदैछन् त्यही भएर हामी पनि सुनौँ तिनीहरू मुलिङको जाम दामी भइरहेछ यता के यस्तो In 2 miles, at the roundabout, take the second exit. मेरो अर्को चस्माले पुस्दैन यार हामी लगाएर के हेरे यार मेरो अर्को चस्माले पुस्दैन त्यो लगाउँछ एकछिन हल्का हुन्छ बल्ल अर्कै देख्यो नि बल्ल हो कि घुम्न हिँडे जस्तो ओ तेरो 7 सिस्टरको देखिन लागिसक्यो घर हाम्रो समुद्र आयो In 1 mile. कस्तो राम्रो है बारीमा गाउँको अस्ति बारी फेस गरेको गाउँ फाइनली हामी कार पार्कमा नि आयौँ हामीले पार्क गरेको ठाउँको नाम चाहिँ 7 सिस्टर कन्ट्री पार्क हो हामीले टिकट पनि काट्यौँ साँझको 9 बजेसम्मलाई किनकि यहाँको पार्किङ गेट पनि 9 बजे नै क्लोज हुन्छ त्यसैले गेट क्लोज हुनुभन्दा पहिले यहाँ आइपुग्नुपर्छ हामीलाई हाम्रो हाइकिङ यहीँदेखि सुरु हुन्छ लाइट हाउससम्म पुग्ने हाम्रो प्लान छ लेट्स सी कहाँसम्म पुगिन्छ सर हामी रेडी हो त होइन अब यहाँ बोकेर हेरेको चाहिने दुईटा पानीको बोतलहरू पुग्छ होला त्यो झोलाबाट नि अब उताको लाने कपडाहरू छ भने निकाल्नु लाउनु बुढो यता हेर्नु अब स्टार्ट भइरहेको छ हामी एक्ज्याक्ट 11:50 मा सुरु गरेको छ हाम्रो लगभग 8 किलोमिटरको चाहिँ ट्रेल वाक छ अप हिल डाउन छ भनेपछि इटमे हामीलाई चाहिँ 45 आवर्स 4 to 5 आवर्स हामीलाई लाग्ने सम्भावना छ लेट्स गो हावा लाग्छ नि त यतातिर त यहाँ त घाममा नै आएर बस्छ पनि उता माथि पर पुच्चिकै अगाडि
न हाइकिङ टु 7 सिस्टर सुरु भइसकेको छ 11:50 बिकज लट्स अफ ट्राफिक वी आर लेट टु स्टार्ट बट नेभर लेट टु स्टार्ट है सट्ट अनि हामी अब अहिले स्टार्टिङ हुँदैछ अब सोल्टिनीको हालत दियो छ अब बिफोरमा त एक्साइटमेन्ट छ पुरै 7 आवर्सको आन्सु दिइरहेको छ बट वी आर ट्राइङ टु फर्स्ट 5 आवर्सको इज द स्टार्टिङ पोइन्ट यो डाँडादेखि तल 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 हुँदै अहिले चाहिँ यो खुसी भइरहेछ अब एकछिनपछि यसको हालत मलाई थाहा भइसकेको छ म देखाउँछु अहिले त यो फुरुक फुरुक बुरुक बुरुक मान्छे फुरुक फुरुक दिइरहेछ तर आजभोलि कुद्न थालेछ यो सक्न नि बेर छैन मै बरु थाक्छु कि जस्तो लागिसकेछ ल यहाँ आइसकेपछि चाहिँ दुईवटा बाटो चाहिँ डिभाइड हुँदैछ कि मेबी दिस वान इज द इजिएस्ट वे छ भने यो माथिबाट चाहिँ अब निकै हार्ड जस्तो देखिन्छ मान्छेहरू ठुलो सब पिपुलहरू यो बात पनि जाँदैछ कि ल बुढीमा कुनबाट जाने चाहिँ डिसाइड गर्दैछ त ल भन आदेस्ट वान दियो है ओके हामी सही हो त्यही हो क्या यता बिच हेर्न जाने भयो यता हो यता चाहिँ साउथ डाउन्स ओए भिजिटर सेन्टर वी डन्ट हामी बिचतिर नजाने पहिला डाँडोतिर गएर बेर्लिन केप नेक्स्ट खतरा एरियामा जाँदैछौँ कि ओहो ल सेस्ना ओहो यताबाट जाने कि माथिबाट जाऊँ होला नि नजिक नजिक यस्तो छाउँछ है यस्ता ठाउँ त कति हुन् कति हुन् हिँडेको 5 मिनटमा सोल्टिनी औकातमा हिँडिरहेछ अलिअलि थाकिसक्यो तर के कुराले फोर्स गरिरहेछ भने के कुराले फोर्स गरिरहेछ तँलाई अगाडि बढ्नुको लागि भन्दाखेरि आफ्टर दिस त्यो डाँडा पारी चाहिँ के होला भन्ने कुरो चाहिँ फेरि त्यसले चाहिँ पुसअप गर्दो रहेछ उस गरेर यताखेरि सही हाने फेरि हाम्रो जनयुद्धका सेनाहरू यहाँ कुरिरहेछन् सब माओवादीहरू हुन् समुद्र कोही चढ्दैछ नि यहाँबाट कमान्डर चाहिँ गोली लाउँछ प्रचण्डले चाहिँ यहाँ माथि माथि आएको सेनाहरू चाहिँ तल तलबाट यो चाहिँ एउटा पोइन्ट रहेछ सानो पङ्खा लिएर आयो यो चाहिँ एउटा जक्सन होल्डिङ पोइन्ट होइन बुढी म एक्सप्लेन गर्न त ल कहाँ यो के हो होइन यहाँ चाहिँ होल्डिङ रहेछ लट्स अफ पिपुलहरू बसेर होइन पहिला यो दिलमा गएर हेर्नुपर्छ ए हाम्रो डेस्टिनेसन चाहिँ त्यो हो यार ऊ त्यो खाल्टोमा मेबी हो कि होइन कि त्यो डाँडोपछि उता होला बुढी
देउराली 7 सिस्टर देख्न लागेको छ 1 सिस्टर त यही होला नि यही डाँडा अनि अब त्यसको टोरिस्टहरु ल यहाँबाट चाहिँ लट्स अफ पिपुलहरू नास्ता वास्ता खाएर जाने ऊ त तिलमा बस्न जाऊँ घाममै बस्ने नि ल कहाँ शीतल कहाँ छ शीतल ए हिँड्न आएर घाम र शीतल भन्दै बस्छु यार ढिकाम जानुहुन्न भन्छ ए हिँड्न उयोसम्म हिँड्दो रहेको हिँड्न अगाडि यार शाहरुख खानको धेरै दिनमा जानु भएन र सो स्केरी यार ल अब हामी फेरि अब बल्ल एउटा हिल कम्प्लिटेड 1-2वटा सिन यो पनि एउटा राम्रो भ्यू पोइन्ट यार बुढी यार फर्स्टमै रोकेको भयो गाइस हामी फर्स्टमा रोकेको भयो यहाँ डिङ डिङ हान्नु। फोटो भिडियो बनाउँदा हाम्रो जुनी यतै बित्यो अब बल्ल यहाँदेखि मुभ हुँदैछौँ कति घन्टामा पुग्ने हो थाहा छैन ओए बुढी काँडा यार दिशा आमा त्यो तफमा यार ढकाइलोको काँडा नि छ ल पहिला हामीले गाउँमा खान्थ्यौँ अरे काँडा हुन्छ यसलाई चाहिँ यसको चाहिँ उस गरेर भित्र कलिलो बोक्रा फाल्ने पनि गाई हड्डी जस्तो छ यार के रे बुढी होला नि त त्यो त त्यही हो थाहा छैन जा जा बाबादी कमरेड शोभा चढ कस्तो खेलेको त्यही त यहाँ आउँदैछ भोकलाई अन्य त यहाँ गएर बसिसक्यो त हुने माउ यता दिलमा बसेर खाऊँ के
भिडियो खिच्दा नि सिनमा बसेर खानु पर्यो के गर्दै बुढीमा इट्स ब्रेक टाइम के छ नास्तामा देखाऊ वास्तवमा हाम्रो केही छैन सिनसँग मैले स्यान्डविच बनाएको छु होममेड अर्नी खाने बेला भएछ है ल अनि के बार हो शनिबार आज शनिबार बार त्यही हो नुन ल्याउनु पनि सबै गुलियो गुलियो है आप लोगों को तो पता ही खाने का वीडियो में नहीं देखा था सिनमा खाएको गरिदिउँ न मी चाहिँ अब 3 चाहिँ अलरेडी भइसक्यो यो पर देखेको एक अझै पर एउटा थियो एक यो 2 अलरेडी 3 भइसक्यो भनेपछि यसले 4 यसले 5 यसले 6 र परकोले 7 हाम्रो लास्ट डेस्टिनेसन चाहिँ यो टावर भएको एरियाले गर्दाखेरि हामी चाहिँ 4 3 अलरेडी डन नाउ 4 लेफ्ट यहाँ चाहिँ रेडी अब बाँकी रहेको 4वटा कम्प्लिट गर्नुलाई रेडी हो अब चाहिँ नन स्टप गर्नुपर्छ टिडी ढिङ नगर्ने ए कोनी यार उठे उठे गरेर गर्ने ऊ यहाँ त उस चढ्न चढ बियर गिरेल हिमाल चढे जस्तो आएको छ यार सिनियर खतरा आएको छ यार ल बढीमा अब नियर एकदम क्लोज आइसकेको छ डेस्टिनेसनको होइन गाडा त लास्ट रातो भयो जस्तो छ यार अन्त छिटै रातो हुने मान्छे झन् यो छक्कले घाममा घाम टाउकामा आज एकदम गर्मी भइरहेछ गाइस थाक्यो यार हिँड्दा हिँड्दा भिडियो बनाउने ताकत नै छैन अझै उता पर पुग्न छ हामी चाहिँ मेरो त्यस्तो वाक खिच्दै त हामी चाहिँ अब यो बर्लिङ हो कि बेर्लिङ हो बेर्लिङ गेपतिर आइपुग्न आँट्यौँ यहाँ चाहिँ एउटा पार्क पनि कार पार्क पनि छ तर यहाँ चाहिँ हामी चाहिँ 7 सिस्टर काउन्ट्री पार्कबाट चाहिँ स्टार्ट गरेको
स्टार्टिङ यता हो भने इन्डिङ हो चाहिँ हामी एकदम डेस्टिनेसनको नजिक पनि गर्छ र यो चाहिँ डाइरेक्टली सिधै गाडी लिएर आएर अब यता जाने उता जाने जे गर्दा पनि भयो तर बेस्ट तल उसमा सेभेन सिस्टर सीमा पनि त जान काउन्ट्री पाएन गऱ्यो भने चाहिँ वान वे राइट अगाडि के अरे सिधा वान वे हानेर त्यहाँबाट चाहिँ पछि बस लिएर फेरि ब्याक टु हाम्रो कन्ट्री पार्क जान सक्छ हाम्रो गाडी पार्क गरेको ठाउँमा जान्छौँ बल्ल चाहिँ यता आयो होइन यो चाहिँ यता बार लगाएको यो चाहिँ अब बार रहेछ यहाँ कारण होइन बार लगाएको भएर कारण किनकि अलि यो डेन्जर छ होला कि टिपी त्यही भएर क्रसिङको लागि चाहिँ यहाँ बार छ मान्छेहरू चाहिँ निकै लाइन लगाएको छ अब कहाँ लाइन पछाडिबाट जाने होला नि बुढी फेरि त्यहाँ फेरि भेडा बाख्रा जस्तो एउटा मात्र एकचोटिमा एउटा मात्र एक साइडबाट जान मिल्छ के को लाइन हो एकदम डेन्जर हावा हात मिठो अलि साह्रो यो लाइन चाहिँ हामी उता जानुको लागि उताको साइडमा दुईवटा यो वेबाट आउँदैछ नटला चाहिँ ओइ झोला मै अड्दिनँ क्या त यार अलगको डेस्टिनेसन त अलि यसरी चाहिँ अब हामी त्यताबाट गएको होइन नि आउने ठाउँै नरहेछ नि बुढी म ल क्लोज टु डेस्टिनेसन राम्रो यहाँ एउटा घर पनि छ डेस्टिनेसन त नहोला पनि तर एउटा डेस्टिनेसन हो कि तर हाम्रो फाइनल त अझै छ है बाटोहरू यस्तो नै छ है सेभेन सिस्टरको लागि धेरै भएको छैन हामी हिँडेको अलि 3 आवर्समा त मजाले आइसकेछ 12 1 2 3 9 होइन 4 घन्टा लाग्यो होइन तर हामी लट्स फोटोहरू खिच्ने रेस्ट गर्ने नास्ता खाने अलि धेरै चाहिँ रिल्याक्स पारामा आएर ड्याङ हिँड्यो भने त लगभग 2 घन्टामा त आरामदारी आइन्छ वाकिङ मात्र धेरै फोटो नखिच्ने दामी वेलकम वेलकम गेट अगाडि जानु एउटै मै त हेरेर कहाँ ल एक्सप्लेन गर अब चाहिँ हामी के अरे यसको ठाउँको नाम बर्लिन क्याप चाहिँ आयो तपाईँको स्टार्टिङ पोइन्ट एउटा यो पनि हुनसक्छ यहाँ पनि पार्किङको व्यवस्था छ त्यसपछि यहाँ पार्क गरेर तपाईँ अब राइट वे उता जाने कि अब यो हामी आइसकेको सेभेन सिस्टरतिर जाने दुईवटा स्टार्टिङ पोइन्ट मेबी अब मेन स्टार्टिङ पोइन्ट भनेको अब सेभेन सिस्टर कन्ट्री पार्कबाट हो भने चाहिँ यो चाहिँ यदि तपाईँलाई चाहिँ सीमा जानु चाहिँ एकदम नजिक एकदम छ भने चाहिँ यो चाहिँ एकदम लगभग इन्डिङ डेस्टिनेसन जस्तै पनि हो तर यो चाहिँ बोथ साइडबाट चाहिँ हामीले गर्न सकिन्छ तर प्रिफर चाहिँ हामीले चाहिँ उताबाटै गर्दाखेरि चाहिँ तपाईँको चाहिँ रुट चाहिँ टक्क आइसकेपछि यहाँबाट फिनिस गरेर जाँदा चाहिँ राम्रो दामी घरहरू केटीको त मात्र रहेछ कि केटा पनि छन् केटा पनि रहेछ यहाँ चाहिँ वासरुमको चाहिँ यो के भन्छ अरे बर्लिन क्यापमा चाहिँ वासरुमको चाहिँ अलिकति प्रब्लम रहेछ लिमिटेड त्यही भएर लट्स अफ क्युमा चाहिँ बस्नुपर्ने हुन्छ यो चाहिँ पार्किङ आइसक्रिम खाइरहेको छन् हिल पार्किङ एरिया अब हामी मेबी यो टपबाट अझै उता जान्छौँ यहाँबाट चाहिँ तल सी साइडमा पनि जान सकिन्छ दिस इज लाइन फर दी वास चाहिँ बर्लिनको पार्किङ एकदम there's lots of line in the ice cream. This may be the cafe and this is the washroom. ल यहाँबाट चाहिँ
कहाँ झर्दै हो योबाट चाहिँ हामी अब सीमा चाहिँ झर्दैछ बर्लिन ग्यापबाट चाहिँ सीको लागि एक्सेस रहेको छ अब उस गर्ने क्या बुढी म भन्छु अब किन फाइनली अन्डी थेरापी चाहिँ दामी हुन्छ यसमा होइन उभिखेलेपछि त अब माथि यो चाहिँ अब सेकेन्ड लास्ट डेस्टिनेसन Now we have the last one. कहाँ बुढीमा यो नो टोइलेट छ अरे आइसक्रिम खाने भए खाबर त्यही छ मेरो वाले We need ice cream. We get the coke in there. Yo, family, राम्रो रहेछ यो उस एरिया अब maybe this gonna be अब final त्यही हो रेड सेकेन्ड रेस्क्यु कतै केही भइरहेछ कि हेलिकप्टर लिन आइरहेको छ हामीलाई त्यो कोक चिसो ठन्डक कोक लास्ट डेस्टिनेसन त्यो हो लाइट हाउस त्यसको पछाडि ठ्याक्क बस स्टप भए त दामी हुन्थ्यो है त्यहाँ के बढी आइसक्रिम खाँदै गयो नि हुन्छ आइसक्रिम बाबा आइसक्रिम पनि पाउँदो रहेछ इफ यु हेभ दी मनी यु क्यान बाई एभ्रिथिङ हो त्यसले त्यहाँ मुद्दैछ उता झाडीमा यसले यहाँ मुटिएर अनि बसेर रहेछ बस्ने ठाउँमा खुर्ची रहेछ बिचरा मेरो सोसल ब्याट्री अब डाउन भइसक्नु थालेछ मेरो मोबाइलको ब्याट्री डाउन भएपछि है अब हामी घर फर्किने अब हाम्रो लास्ट फाइनल डेस्टिनेसन भनेको यो लाइट हाउस त्यसपछि वी कम्प्लिट फुल अफ द ट्रेल म यता माथि आइसकेँ मेरो बुढो पनि अझै तल छ नि कति बेला अडाइमा आइपुग्ने म चाहिँ अहिले एक्लै भइरहेको छु किनकि मेरो बुढा चाहिँ तल पछाडि आउँदै हुनुहुन्छ म चाहिँ अगाडि बढ्दैछु ल अब हाम्रो लास्ट डिस्टेसन चाहिँ के अरे लाइट हाउससम्म थियो अब हामी चाहिँ फर्किँदैछौँ फाइनल्ली के अरे बस स्टप खोज्नु पर्ने छ नेट चल्दै छैन
हामी चाहिँ अहिले बसको रुटहरू हेर्दैछौँ किनकि हामीले पार्क गरेको गाडी चाहिँ हामीदेखि अलि टाढा नै छ, त्यही भएर चाहिँ बसमा फर्किनु पर्छ हाम्रो गाडीसम्म। अब फर्किने भनेको फर्किने पाइन्न कि क्या हो। गाइस मेरो मोबाइलको ब्याट्री चाहिँ पुरै डाउन भइसक्यो, 20% भइसकेछ। मेरो पावर ब्याङ्क पनि गइसक्यो, मेरो पावर ब्याङ्कको ब्याट्री पनि गइसक्यो अघि नै। सो मेरो भिडियो कन्टिन्यू नहुन पनि सक्छ। स्विच अफ भयो भने यतै एन्ड गर्नु पर्ला है त मेरो भिडियो चाहिँ। बुढा चाहिँ अझै नेट पनि राम्रोसँग चलेको छैन। बसको रुटहरू बससम्म जानु चाहिँ हामी यहाँदेखि हिँड्नुपर्छ, त्यहाँसम्म हिँड्नलाई रुट पनि थाहा हुनु पर्यो, त्यही भएर सर्च गर्दै हो। अब थाहा छैन भेटिन्छ कि भेटिन्न यार, दुःख पाइला जस्तो छ। साथीहरू फाइनली हामीले बस पनि पायौँ। अब फर्किँदैछौँ हाम्रो कार पार्कतिर। होइन फाइनली अब बसमा अब कार पार्कसम्म हामी जाँदैछ। टिकट पुलिसले कसलाई खेद्यो, पुलिस इज थ्रेटिङ टु समवन। I'm seeing Krishan, you got Krishan right. Krishan put his head over the door. हामी चाहिँ यता कार पार्कमा नै आइपुग्यौँ। बसले चाहिँ हामीलाई जस्ट छिटै लियो। अहिले चाहिँ 7 बज्न लागेछ अनि आज चाहिँ हामी घर फर्किनौँ किनकि यहाँदेखि चाहिँ हाम्रो घरसम्म चाहिँ 3 घन्टा लाग्छ। त्यही भएर यता नजिकै चाहिँ मेरो मम्मीको घर छ, 1 आवर जस्तो लाग्छ त्यहाँदेखि। त्यही भएर हामी चाहिँ मम्मी घर बस्छौँ आज। म भिडियो बनाएको थिएँ तर मेरो ब्याट्री चाहिँ ओन्ली 10% मात्रै छ अनि पावर ब्याङ्कको ब्याट्री पनि सकिसक्यो। सो आजको लागि यति नै। इफ म भोलि मन लाग्यो भने चाहिँ म भोलि कन्टिन्यू गर्छु यो भ्लग चाहिँ, नत्र भने चाहिँ यही नै अन्त्य। अनि सी यु इन माई नेक्स्ट भ्लग।